हेलो एन्ड नमस्ते। तपाईहरुलाई स्वागत छ गाउँले भाइ युट्युब च्यानलमा। सर्वप्रथम त सबैलाई ह्यापी तिहार। सबैको तिहार हर्ष उमङ्ग उल्लासका साथ बितोस् र तिहार पनि लागिसक्यो। आज लक्ष्मी पूजाका दिन सबैले धेरै भन्दा धेरै लक्ष्मी भित्र्याउनु होला। र आज चाहिँ म गाउँले भाइ युट्युब च्यानल मार्फत मिनी भ्लग बनाउन गइरहेको छु। र यहाँदेखि चाहिँ यस्तो हिमालहरू पनि देख्न सकिन्छ। यहाँ मेरा पिक हिमाल। ल आज चाहिँ म यहाँनिर यो माछा पकाउन लागिरहेको छु। यहाँनिर अब चट काटेर माछा पकाउन खोजिरहेको छु। यस्तो छ। देख्न सक्नुहुन्छ तपाईहरुले माछा यहाँनिर यहाँ टन्नै छन्। यहाँनिर फाइनल्ली मैले यहाँ चाहिँ माछा चाहिँ काटिसकेँ। यहाँनिर काटिसकेँ। यहाँनिर सबै अहिले यति मात्रै बाँकी छ। यहाँनिर यति मात्रै। यसलाई नि म काट्छु र फ्राई गर्नेछु। ल फाइनल्ली सक्यो। माछा काट्न पनि सकिसकेँ मैले। अब यहाँनिर फेरि म यहाँ उसको लागि प्याज काट्दैछु। यहाँनिर माछा चाहिँ म यहाँनिर घल्दैछु। एकछिनपछि म मजाले फ्राई गर्नेछु। हेर्न सक्नुहुन्छ यहाँनिर ल साथीहरु, मैले फाइनल्ली यहाँ फ्राई गर्न सुरु गरिसकेँ। यहाँनिर माछा फ्राई गर्दैछु। हेर्नु होला। फाइनली माछा एकदम फ्राई गरिरहेको छु। एकदम मिठो तरिकाले पाक्दैछ। ल साथीहरु, मैले फाइनल्ली यहाँनिर माछा चाहिँ रोस्ट गरिसकेँ। यहाँनिर यस्तो बनेको छ। यहाँनिर माछा एकदम चरक्क साथ यहाँ रोस्ट गरिसकेँ र अब मात्र यहाँ सुप बनाएर खानको लागि रेडी भइसकेको हो। यहाँनिर हेर्न सक्नुहुन्छ तपाईहरुले पनि।